नमस्ते अनि हार्दिक स्वागत गर्न चाहन्छु सम्पूर्ण साथीभाइहरूलाई। त्यही एकजना आमा हालेर अब यही बस्छ। चाहिँ आरामै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु अनि म पनि एकदम ठिकठाक छु। यति बेला मेरो च्यानलमा नयाँ साथीभाइहरू हुनुहुन्छ भने कृपया सबैजनाले च्यानललाई सब्सक्राइब गरेर साथ दिनु पनि भन्न चाहन्छु। अहिले म बेनीदेखि पोखरा जाँदैछु। अहिले बेनी बस पार्कमा छु यति बेला। तपाईँ जाने कहाँ हो? पोखरा आउनुहोस्। पोखरा हो? कति हो? म एक्लै छु। एक्लै हो? बेनी बस पार्क हो। 350। हाम्रो यात्रा अब बेनीदेखि पोखरासम्म हुँदैछ। यो हो म्याग्दी जिल्लाको गेट। यो गेटबाट हामी अगाडि बढ्छौँ। त्यो पारी देखिएको सिमाना पर्वत हो। यो कालीगण्डकी नदीले छुट्याउँछ पर्वत र म्याग्दीको सिमाना। विश्वको एकमात्र शिला पाउने ठाउँ पनि यही कालीगण्डकी नदी हो। यही कालीगण्डकी नदीबाट मूर्ति बनाउनका लागि भारत पनि लगिएको थियो र अहिले हामी आएका छौँ पर्वत जिल्लाको मिलानचोक गाउँमा। सुन्दर बजार छ यहाँ मिलानचोक हो। यो चाहिँ सानसानो व्यापारिक केन्द्र पनि हो पर्वतको। अहिले भने हामी मालढुङ्गा नजिकै आउँदैछौँ। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ बेनी मालढुङ्गा हाइवे बाटो हो। यो बाटोले गर्दा यहाँका जनताले निकै शास्ति खेप्नु परेको थियो। अहिले यो बाटोको स्तर उन्नति एकदम राम्रो भएको छ। लगभग धेरै जसो बाटो पिच भएको छ। अब हामी आउँदैछौँ मालढुङ्गा। यो बागलुङ जाने पुल हो। मालढुङ्गाबाट बागलुङतर्फ गाडी लाग्छ अनि बेनीतर्फ गाडी लाग्छ। यहाँबाट दुई जिल्लातिर छुटिन्छ गाडीहरू। अब भने हाम्रो यात्रा कुस्मातिर हामी प्रवेश गर्दैछौँ। यो कुस्मा बजारको हाइवे बाटो हो। यो बाटो निकै नै सुन्दर देख्न सक्नुहुन्छ तपाईहरु। पर्वत जिल्ला भनेको पर्यटकीय जिल्ला पनि हो। यहाँ विभिन्न आन्तरिक तथा बाह्य पर्यटकहरूको ओइरो लाग्ने गर्छ। झोलुङ्गे फुलको जिल्ला भनेर पनि पर्वत जिल्लालाई चिनिन्छ। यहाँ धेरैभन्दा धेरै लामा र अग्ला झोलुङ्गे फुलहरू छन् अनि यहाँ विभिन्न देशबाट पर्यटकहरूले बन्जी जम्पको लागि पनि आउनुहुन्छ। नेपाली कलाकारहरूले पनि बन्जी जम्प हानेको हामी देख्न सक्छौँ। निकै सुन्दर छ कुस्मा बजार। यदि तपाईहरुले यो भिडियो हेर्नु भएको छ भने पक्कै पनि कुस्मा बजारमा झर्नु होला र यहाँका रमणीय ठाउँहरू, यहाँका घुम्न लायक ठाउँहरूमा अवश्य पनि घुम्नु हुनेछ। यति बेला हामी कुस्माको यो चोकमा छौँ। म्याग्दीबाट छुटिएको गाडी एकैछिन यहाँ रोकिन्छ अनि यहाँका यात्रुहरू बोकेर फेरि पोखरातिर लाग्छौँ हामी। अब भने हामी नयाँ पुल प्रवेश गर्दैछौँ।
यो हो नयाँ पुलको बजार। यहाँबाट हामी गान्द्रुक पर्यटकीय स्थल गान्द्रुक पनि जान्छौँ यो बाटो। तपाईहरु देख्न सक्नुहुन्छ अहिले चाहिँ म लुम्ले ढाबामा छु है। यति बेला खाजा खाएर म यसो बाहिरतिर निस्केको छु। यो हो हामीले चाहिँ खाजा खाएको होटल चाहिँ यो हो। यहाँ चाहिँ खाजा खाएर अनि गाडी चाहिँ यता छ, अब एकछिनमा जान्छ होला सायद। तपाईलाई यो भिडियो कस्तो लागिरहेको छ, सुझाव सल्लाह प्रतिक्रिया पनि दिनुहोला है भन्न चाहन्छु। यति बेला भने गर्मी मौसम छ, बाटो हेवान छ, बेनी पोखरा हामी चाहिँ हामीले खाजा खाएर फेरि यात्रा सुरु गर्छौं। तपाईहरु देख्न सक्नुहुन्छ यी डाँडा काँडा हरियाली मनमोहक दृश्यका साथ हामी अगाडि बढिरहेका छौं। तपाईहरु देख्न सक्नुहुन्छ यो कास्की जिल्लाको लुम्ले काँडे भन्ने ठाउँ हो। यो नेपालकै एकदम पानी पर्ने ठाउँ भनेर पनि चिनिन्छ। यहाँ धेरैभन्दा धेरै पानी पर्छ। हाम्रो गुरुजी म्युजिकको तालमा पनि नाचिरहनु भएको छ। यी आनन्द आउने डाँडाकाँडा हेर्दै हामी अगाडि बढिरहेका छौं। यति बेला भने चाहिँ म महेन्द्रपुरमा छु। तपाईँ देख्न सक्नुहुन्छ यहाँ विशाल बजार।
औडा घाम छ होइन टक्क कुद्दै होइन सामान खोज्दै पाउँदैन त के गर्ने यति बेला चाहिँ म न्यु रोडतिर प्रवेश गर्दैछु यति बेला भने म बागलुङ बस पार्कमा छु मेरो कामहरू सबै सकेर अब चाहिँ म बेनीतिर फर्किन लागेको छु है यो पछाडिको ब्याकग्राउन्ड देख्नुहुन्छ यो काउन्टर हो यो चाहिँ बागलुङ बस पार्क हो बागलुङ बस पार्क यति बेलासम्म मेरो भिडियो हेरेर साथ दिनुभयो सम्पूर्ण साथीभाइहरूलाई हार्दिक धन्यवाद दिँदै सब्सक्राइब पनि गरिदिनु होला लाइक सेयर कमेन्ट गरिदिनु होला भन्दै अहिलेको भिडियोबाट छुट्टिन्छु हवस् त नमस्कार